हेलो ब्युटिफुल्स गुड मर्निङ फ्रम हलेसी। आज चाहिँ हामी बिहानै सबैजना नुहाइधुवाइ गरेर हलेसी दर्शन गर्न भनेर हिँड्यौँ। दर्शन गर्नेहरूको लाइन तलैदेखि थियो। एकछिनमा पानी परेपछि चाहिँ लाइन अलिक छिटो छिटो सर्न थाल्यो। हामी पनि अरू कसैको छातामा ओत लाग्दै ओर्दै गयौँ। हामी मन्दिरभित्र छिरिसक्दा पनि अलिअलि पानी परि नै रहेको थियो। यहाँ चाहिँ यत्तिकै भिड हुन्छ अरे सधैँभरि प्रायःजसो। हलेसीमा चाहिँ हिन्दू र बुद्धिस्ट धर्मावलम्बीहरूको धेरै आस्था देखेँ मैले। हिन्दूहरू र बुद्धिस्टहरू उत्तिकै हुनुहुन्थ्यो। दर्शन गर्ने ठाउँ चाहिँ अलि गहिरोमा छ अनि हामी धूपबत्ती बाल्नलाई चाहिँ माथि आयौँ अनि माथितिर बाल्यौँ। सबै पूजाआजा सकेर हामी सबैजना लाग्यौँ तल गुफातर्फ। यो गुफामा चाहिँ शिवजीले ध्यान गर्नुहुन्थ्यो भन्ने विश्वास छ र माथि बनेको ठुलो प्वाल चाहिँ शिवजी भस्मासुरबाट भागेर निस्किँदाखेरि बनेको प्वाल भन्ने विश्वास छ। भित्र गुफामा धेरै आनन्दको वातावरण छ, सायद ध्यान गर्ने ठाउँ भएर होला। हामी गुफाबाट निस्किएर हिजो खाजा खाएकै रेस्टुरेन्टमा गएर खाना खायौँ। खाना खाइसकेर होटल रुममा गएर निस्किने तयारी गरेर हामी निस्कियौँ। घुम्ने ठाउँ त अलि धेरै नै थिए हलेसीमा। माथि गुम्बाहरू पनि थियो तर पानी पर्ला जस्तो भइराखेको थियो, त्यसैले बाटो अप्ठ्यारो होला, फेरि फर्किन नसकिएला भनेर चाहिँ हामीले अलि हतार नै गऱ्यौँ। हामी लगभग 1:30 बजेतिर हलेसीबाट निस्कियौँ। फेरि पनि आँखा लोभ्याउने भ्यूहरू हेर्दै हेर्दै झऱ्यौँ हामी तल। हामी एकैछिन रेस्ट गर्न भनेर रोकियौँ अनि त्यहाँपछि फेरि आफ्नै बाटो लाग्यौँ। आज बर्दिवास पुग्न चाहिँ अलि ढिलै होला भनेर चाहिँ हामी दाइहरूकै रुममा बस्ने सोचेर बिस्तारी खाजा खाँदै ओर्दै रेस्ट गर्दै पुग्यौँ सिन्धुली ग्वालटार। अनि भोलिपल्ट बिहानै बाई भनेर हामी लाग्यौँ हाम्रो घरतर्फ बर्दिवास। हामी लगभग बिहानको 6:30 बजेतिर हिँडेका थियौँ दाइहरूकोबाट। पानी परेको त थिएन तर हामीले रेनकोटै लगाएर फर्किने निर्णय लियौँ, किनभने हिजो पनि हामी रेनकोट लगाएरै ट्राभल गरेका थियौँ। एकदम तातो पनि हुने, सबै कुराबाट सेफ हुने रहेछ, त्यसैले सजिलो लाग्यो। बिहानको भ्यू त झन् एकदमै राम्रो थियो, फ्रेस फिल भइरहेको थियो बिहान बिहानै उठेर ट्राभल गर्दाखेरि। बिहानै घाम झुल्केको पनि हेर्दै हेर्दै हिँड्न पाइयो।
अलि तल सिन्धुलीगढीतिर चाहिँ एकदम चिसो हुने, त्यहाँ चाहिँ प्रायः जसो सधैँ नै चिसो भइरहेको छ भन्ने सुनेको थिएँ मैले पनि। त्यता त हुस्सु लागिरहेको थियो बिहान बिहानै, हुस्सुमा केही देखिने गरेको थिएन। त्यही पनि हामी बिस्तारी बिस्तारी गर्दै हिँड्यौँ। एकदम तलैसम्म हुस्सु लागेको थियो, त्यही भएर त्यताको क्लिप्सहरू चाहिँ मैले अलि लिइनँ। आज पनि हामी सेल्फी डाँडामै पुगेर चिया खाजा खायौँ अनि त्यहाँपछि बर्दिबासको लागि निस्कियौँ। अलि तराईतिर झरेपछि गर्मी बढ्दै गएको महसुस हुँदै थियो। त्यत्तिकैमा हामी बर्दिबास चोक पनि आइपुग्यौँ। अब चाहिँ घर आइपुग्न आँट्यो भनेर आनन्द लाग्दै थियो। हामी लगभग 9:30 बजेतिर बर्दिबास आइपुगेका थियौँ। ल यत्तिकैमा हामी घर पनि आइपुग्यौँ। आजको लागि बाई बाई।